हेलो गाइस, आज चाहिँ हामी कहाँ गइरहेछौँ हेर्नु है त। आज हामी हेम्चा पुगिसक्यौँ। अब मामा घर जाने हो। गइरहेछौँ अब हामी गइरहेछौँ। यहाँ पेट्रोल हाल्ने हो। यहाँ पेट्रोल सकिन लाग्थ्यो, त्यही भएर पेट्रोल हालिरहेको थियौँ। अब हामी बाई भन्दै पुगेको। अब हामी पनि निस्किसक्यौँ। यहाँ यस्तो धेरै भिड थियो, निस्की धेरै टाइम लाग्यो वहाँ पुग्न। अनि फेरि मम्मीहरू अगाडि हिँड्नु थियो। अब यहाँ फेरि के हुन्छ हेरौँ है त। अगाडि हिँड्दै पुरा जङ्गलहरू के देखियो है। अनि चाहिँ पुरा देखि हिँडिरहेको थियौँ। स्कुटरमा मजा आइरहेको थियो हामीलाई। त्यहाँ त झरनाहरू पनि भेट्दै थियो गाइस। झरनाहरू अनि चाहिँ गइरहेको थियौँ। आधी घन्टा 1 घन्टा जति त लाग्यो होला। लाइक सब्सक्राइब सेयर हानिदिनु होला है। ल अब यहाँ आइरहौँ। माथि यो रोड पनि बनेछ के। पहिला कति पिछो भत्के थियो। अब गइरहौँ। अब हामी पुग्दै गइरहौँ। अगाडि हामी मम्मीहरू पुगिरहौँ भाग गइरहौँ। अब हामी तल गयौँ है। तल यहाँ झरना कता थियो रे गाइस। झरना पनि थियो, खतरा त्यो पुलहरू के थियो त्यहाँ। खोला नि थियो। बाटोमा हिँड्दा खतरा मजा आयो। के आमाहरू सबै देखे। हामी मामा घर आइपुग्यो। मामा घरको नाम घाचोक हो। घाचोकमा गइरहौँ हामी। ल हामी आइपुग्यौँ। ल यी हाम्रो मामा घर हेर्नु। हाम्रो मामा घर देख्नु भयो। लाइक सब्सक्राइब सेयर हानिदिनु होला प्लिज। कमेन्ट हालिदिनु होला। बाइ बाइ।